नानी बाबुहरू नमस्कार। म आज एउटा कथा लिएर आएको छु। यो कथाको शीर्षक रहेको छ मेरो ठाउँ। यो दीपक हो, यो शिवम हो। दीपक र शिवम दुईजना मिल्ने साथी थिए। दीपकको घर पहाडमा थियो भने शिवमको घर तराईमा थियो। शिवम दीपकको घर घुम्न दीपकसँग पहाड गएछ। झरना देखेर शिवम धेरै नै खुसी भएछ। शिवम सुतेर उठेपछि टल टल टल्किरहेको हिमाल पनि हेर्न पाउँछ र देखेर धेरै नै खुसी हुन्छ। अर्को दिन दुवैजना दीपक पनि शिवमको घर तराई घुम्न आउँछ अनि शिवमको आमालाई भेटेर दीपक नमस्कार गर्छ। शिवमको घर छेउमा ठुलो जङ्गल थियो र त्यो जङ्गलभित्र एउटा ठुलो गुफा पनि थियो। दीपक त्यो गुफा देखेर धेरै खुसी भयो। शिवमको घर छेउमा एउटा खोला थियो। दीपक र शिवम त्यो खोलामा नुहाउन गएछ। दुवैजना खुब रमाइलो गरेछ। धेरै नुहाएको कारणले दीपक बिरामी परेछ। बिरामी परेपछि शिवमको आमाले दीपकलाई पानीमा तुलसी, अदुवा, मरिचको काढा बनाएर दिएपछि दीपकलाई सन्चो हुन्छ। धन्यवाद।